तपाईहरु सफल हुनुहुने छैन। तपाईहरु अहिले झन्डै 2/3 भए पनि तपाईहरु डर आतंक छ तपाईहरुको मनभित्र। हामी अब सरकारबाट बाहिर निक्लिनु परे पनि गर्वको साथ छाती फुलाएर नेपाली जनताको बीचमा गएर जनताको ताकत लिएर म फेरि आउने छु यो सदनमा र तपाईहरुका विरुद्ध भ्रष्टाचारका विरुद्ध एउटा नयाँ लडाई छेडिने छ। त्यो काम उहाँहरुको बुद्धिले गरेको मलाई लाग्दैन। तपाईहरुलाई कतिको थाहा छ? नजिकबाट हेरेको छु, बुझेको छु, थाहा पाएको छु। उहाँहरुलाई दलालहरूले आफ्नो घरमा बोलाएर खरिद गरे, बिचौलियाहरूले आफ्नो घरमा बोलाएर खरिद गरे, दलालहरूले आफ्नो होटलमा मिटिङ बसाएर उनीहरूलाई मिलाइदिए। त्यहाँ कांग्रेस र एमाले आफ्नो बुद्धिले मिलेको मलाई लाग्दैन। यो देशका दलालहरूले, बिचौलियाहरूले र ठगहरूले उहाँहरूलाई मिलाइदिएर माओवादी केन्द्रको नेतृत्वमा सरकार रहिराख्यो भने हाम्रो त भविष्य बर्बाद हुने भयो। यिनीहरूले त विकास, निर्माण, सुशासन के भनेर हामी सबैलाई जेल पो हाल्ने भन्ने भएपछि उनीहरुकै इशारामा यो गठबन्धन बन्यो। तपाईहरुले संविधानको मर्म र भावना पनि मिच्नु भएको छ। तपाईहरुले जनताको मर्म र भावनालाई पनि मिच्नु भएको छ। जनताको आशामाथि पनि कुठाराघात गर्नु भएको छ र राम्रो काम गर्न खोज्दै गर्दाको सरकारलाई हटाउने तपाईहरुले दुस्साहस गर्नु भएको छ।